नमस्ते सबैलाई, वेलकम ब्याक टु माई च्यानल। इट्स रिस्का। आज म जारी 2 मुभी रिभ्यू गर्न गइरहेकी छु। हाँसखेल रमाइलोको लागि हो भने फुलमाया मुभी यो वर्षमा सबैभन्दा बढी वेट गरिएको मुभी हो। जारी 2 ले पहिलाको फिल्मको मजा राम्रोसँग कन्टिन्यू गरेको छ। दया हेङ राई त फेरि पनि सुपर लागेका छन्। को अभिनय एकदमै नेचुरल छ। हास्य पनि, भावनात्मक पनि अनि रियल पनि। रुना मगर पनि यस पटक एकदम राम्रो देखिएकी छिन्। दया हेङ राईसँगको केमिस्ट्री त झनै मजाको। सँगै मर्ने बाँच्ने माया हो भने जिउ माया। जेन्युन फिल हुन्छ। फिल्ममा कमेडी, इमोसनल र मेसेज तिनै कुरा राम्रोसँग मिसिएको छ। गाउँको समाज, परम्परा, इज्जत र सम्बन्ध बीच मिनिङफुल तरिकाले देखाइएको छ। सिनेमेटोग्राफी त वाह, त्यो पहाड गाउँको सिन हेर्दा नै मन शान्त हुन्छ। ब्याकग्राउन्ड म्युजिक पनि स्टोरीसँग बिल्कुल मिलेको छ। राम्रो पक्षहरू, दया हेङ राईको टाइमिङ एकदमै पर्फेक्ट। दोस्रो हाफका इमोसनल सिन्सहरू, सबै कलाकारले आफ्नो भूमिका राम्ररी खेलेका। हाँसो र भावनाको राम्रो ब्यालेन्स। मुनीहरू साह्रै घमण्डी हुन्छन् हौ। जोर पक्षहरू, पहिलो हाफ अलि स्लो लाग्छ। केही जोकहरू पहिलेको फ्लो दोहोरिएको जस्तो, तर दोस्रो हाफबाट त फिल्म उठ्छ र राम्रो मेसेज दिँदै सकिन्छ। समग्रमा जारी 2 एकदमै राम्रो फिल्म हो। हाँसो, भावना र नेपालीपनले भरिएको। पहिलोको जारी मन पर्यो भने यो सिक्वेल त झनै मन पर्छ नि। साथी र परिवारसँग हलमा हेर्नुहोस्। मेरो रेटिङ 4 आउट अफ 5। धन्यवाद सबैलाई। भिडियो राम्रो लाग्यो भने लाइक र शेयर गर्न नबिर्सिनु होला। म रिस्का, सी यू इन द नेक्स्ट भिडियो। थ्याङ्क यू। त हामी के पनि भन्दैनौँ है।